हेलो फ्रेन्ड्स, अ भेरी गुड मर्निङ टु एभ्रिवान। र साथीहरू, मैले चाहिँ यो भिडियो अस्ति नै बनाएको थिएँ है, तर अपलोड चाहिँ गरेको थिइनँ। सो आज चाहिँ म अपलोड गर्दैछु। साथीहरू, आशा गर्दछु अन्तसम्म हेरिदिनुहुन्छ भनेर है। र साथीहरू, मैले यो भिडियो चाहिँ किन बनाएको भनेर तपाईँहरूले थाहा पाइहाल्नुभयो है। मैले चाहिँ मेसोबाट आमालाई कुर्ता अर्डर गरिदिएको थिएँ है साथीहरू। आमालाई चाहिँ थाहा थिएन यो बारेमा। सो आमालाई त के कोला पनि थाहा थिएन है घरमा। र मैले चाहिँ सरप्राइजै भनौँ न है, सरप्राइज दिएको आमालाई। मेसोबाट अर्डर गरिदिएको मैले चाहिँ यो कुर्ता है। र आमाले अहिले चाहिँ हेर्नु हुँदैछ है। कुर्ता चाहिँ एकदमै राम्रै आएछ है साथीहरू। कलर वाइज है, यसको क्वालिटी वाइज एकदमै राम्रो अकर्डिङ टु द प्राइस है। मलाई चाहिँ यो पर्यो 437 है। एकदमै राम्रो आएछ कुर्ता। सुरुवालको साइज चाहिँ अलिक ठुलो आएछ साथीहरू। अब यसलाई चाहिँ अलिकति बनाउनु पर्यो। मैले चाहिँ आमालाई एल साइज अर्डर गरिदिएको है साथीहरू। र सुरुवाल चाहिँ एकदमै ठुलो आएछ। यसलाई चाहिँ बनाउनु पर्यो अलिकति है साथीहरू। अदरवाइज अरू एकदमै राम्रो, क्वालिटी पनि एकदमै राम्रो। मैले लार्ज साइज मगाएको एकदमै राम्रो, कलरहरू मैले साइज लार्ज मगाएको मिडियम त्यो घट्छ भनेर क्या अस्ति पनि क्या एउटा मिडियम उयसको घटेको आमाले पनि एकदमै मन पराइदिनु भयो है। घटेन भने घटाउ तपाईँले त दुपट्टा कुर्ता र चुन्नी चाहिँ मन परेन राम्रो आएछ, एकदमै दामी। पुरा मन पर्यो मलाई चाहिँ है साथीहरू। हजुरहरूले पनि अब अर्डर गर्न चाहनुहुन्छ भने चाहिँ म मेरो डिस्क्रिप्सन बक्समा चाहिँ यसको लिङ्क हालिदिन्छु है साथीहरू। 437 मा चाहिँ एकदमै वाउ आएछ है साथीहरू कुर्ता सेट चाहिँ। र जसले पनि अन्तसम्म दिनुभयो धन्यवाद। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर अनि फलो माई फेसबुक पेज। थ्याङ्क यू।